नमस्कार। कार्यक्रम कथा मेरो जिन्दगीकोमा यहाँलाई हार्दिक स्वागत छ। प्राविधिक सहकर्मी आर्य विश्वकर्मासँगै म प्रिय धन। श्रोता, आज भने हामी बझाङका साथी विनोद विष्ट सन्देशले पठाउनु भएको कथा चाँदनी वाचन गर्दैछौँ। एउटा पहाडको गाउँको बीचोबीच एउटा सानो परिवार, जहाँ आमा बुबा र एक छोरी थिए। छोरी लगभग 3 वर्षकी थिए, जसको नाम थियो रूपा। आमाले दोस्रो सन्तानको रूपमा छोरा पाउने आशामा बच्चालाई पेटमा हुर्काइरहेकी थिइन्। परिवार खासै त्यति हुने खाने चाहिँ थिएन, अलिक गरिब नै थियो। तैपनि हरिबहादुरले जेनतेन गरेर परिवार चलाएकै थियो। हुन त हरिबहादुर कुनै सरकारी जागिरे थिएन, तर पनि कहिले कताबाट पैसाको जोहो गरेर घर खर्च चलाइराखेको थियो। आमाको ठुलो आश थियो पक्कै पनि छोरा हुन्छ भनेर। हरिबहादुरले पनि मनभरि ठुलो आश बोकेर बसेको थियो। अनि वल्लो पल्लो गाउँलेहरूले पनि यसपालि त हरिबहादुरको छोरा नै हुन्छ भनेर अड्कल गर्न थाले। यसो भन्नुमा ठुलो कारण पनि थियो। त्यो थियो हरिबहादुरको पहिलो सन्तान छोरी जन्मेको हुनाले। त्यसैले यो पटक त पक्कै छोरा हुन्छ भन्ने गर्थे। यसो सुन्दा हरिबहादुर खुब खुसी हुने गर्थ्यो। हाम्रो समाज नै यस्तै छ, जहाँ छोरा जन्मियो भने छोरी जन्माउनु पर्छ, अनि छोरी जन्मियो भने छोरा हुन्छ भनेर अड्कलबाजी काट्ने परम्परागत धारणा रहिआएको र हाम्रो समाजमा अहिले पनि मान्दै आएको अवस्था छ। फागुनको महिना थियो, गर्मी बढ्दै गइरहेको थियो। गर्मीलाई चुनौती दिन हावा पनि मन्द रूपमा चल्दै थियो। एक साँझ हरिबहादुरको घरमा चिच्याहाट चल्यो। हरिबहादुरकी श्रीमतीले अब अर्को सन्तान जन्माइरहेकी थिए। हस्पिटल नजिक थिएन, न त गाउँमा स्वास्थ्य चौकी नै थियो। त्यहाँका डाक्टर भने नि नर्स भने नि सबै गाउँका बुढी आइमाईहरू मात्रै थिए। हरिबहादुरको श्रीमतीको व्यथाले च्यापेको कुरा सुनेर गाउँका सबै आइमाईहरू त्यस घरमा आएका थिए। सबै आइमाईहरूले वारिपारीबाट घेरेका थिए जुनालाई। जुना अर्थात् हरिबहादुरकी श्रीमती। सबैले भगवानसँग प्रार्थना गर्दै थिए। हरिबहादुरको घरको आँगनको दायाँपट्टि रहेको तुलसीको बोट नजिक बसेर हात जोडिरहेका थिए। रूपा पहिलो छोरी हो हरि र जुनाकी। सानी 3 वर्षकी थिए। उसलाई केही पनि थाहा थिएन के हुँदैछ भनेर। आमाको चिच्याट सुनेर ऊ पनि रोइरहेकी थिए। लगभग यो रुवाई आधा घण्टा जति चलिरह्यो। गाउँका अरू मानिसहरू पनि आउन थाले हरिबहादुरको आँगनमा। गाउँका सबै मानिसहरू भेला भए हरिबहादुरको आँगनमा। एकजना पाको मानिसले हरिबहादुरलाई भने, ए हरि, त किन रोइरहेको? हामी त मर्द हो, मर्दले रोएको सुहाउँदैन। यति भनेर हरिलाई सुमसुम्याउन थाल्यो उक्त मानिसले। अनि अर्को लगभग 30 काटेको एकजनाले उसको छोरीलाई कोखमा लिँदै भन्यो, बाबु नरौ मेरो नानी, नरौ। ल अब नरुने है, अब चक्लेट खानुपर्छ, नरौ है। यति भनेर काखमा लिएर अलि अगाडि गयो उक्त मानिस। सबै मानिसहरू आँगनमा बसेर हेर्दै थिए। सबैको नजर घरको ढोकामा नै थियो। कोही केही भनिरहेका थिए त कोही के भन्दै थिए। सबै आफ्नो कुरामा व्यस्त जस्तै थिए। एकैछिनमा घरभित्रबाट एकजना वृद्ध आइन् र भनिन्, लौ हरि, तेरो त भाग्य पनि कस्तो रहेछ, यसपालि पनि छोरी भई। यो सुनेर आँगनका मानिसहरू काने खुसी गर्न थाले। हरिबहादुरको मुहारको रङ उड्यो, कालो अनुहार बनायो। तैपनि सबैलाई देखाउन मुसुक्क हाँस्यो। उक्त बुढी आइमाईले फेरि भनी, जे होस् तेरी श्रीमती चाहिँ बाँची, छोरी भएर पनि। हरिबहादुर मनमा नै सोच्न थाल्यो, कस्तो भाग्य मेरो, अझ छोरी नै भई। साँझ झमक्कै परेको थियो। सबै मानिसहरू आआफ्नो घरतिर जान थाले। हरिबहादुर पनि रूपालाई काखमा राखेर भित्र छिर्यो। भित्र 4-5 जना आइमाईहरू पनि थिए जुनाको साथमा। हरिबहादुर निन्याउरो मुख लगाएर सरासर गएर जुना भन्दा अलि पर दायाँपट्टि बस्यो। एकजना आइमाईले भनी, लौ हरि, अब मन नदुखा, तेरो भाग्य यस्तै रहेछ, फेरि पनि छोरी नै भई। अब मन दुखाएर के गर्छस्? जे नहुनु थियो भइहाल्यो। अब मन शान्त पार। हेर, अब जुनालाई राम्रोसँग हेरविचार गर। यसको राम्रोसँग ख्याल राख। बिचरी साह्रै कमजोर छे, रगत पनि धेरै बगेको छ। अनि अलि खानपानमा पनि ध्यान दिनु, केही गडबड भयो भने बिचरी मर्छे। अनि फेरि अर्को आइमाईले भनी, लौ म गोठमा गएर गोरुलाई घाँसपात हालिदिन्छु। यसो भनेर उक्त आइमाई हातमा सानो भाँडो लिएर बाहिर निक्लिहाले। हरिबहादुरले पनि हुन्छ भन्दै थप्यो। अलि विचार गरेर दुहुनु होला गाई, नत्र लात्तीले हान्देला नि फेरि। अलि अटेर छ कि गाई पनि। आफ्नै मालिकनी भन्दा अरूलाई नजिक आउनै दिँदैन, तैपनि विचार गर्नु भन्यो। छेउमा बसेकी जुनु आँखाभरि आँसु टिलपिल बनाएर हरिबहादुरको मुखमा हेरिरहेकी थिए। हरिबहादुर पनि निन्याउरो मुख लगाएर बसेको थियो। साँझको खाना खाइसकेपछि हरिबहादुरले जुनुलाई भुइँमा ओछ्यान लगाइदियो र काखमा रूपालाई लिएर आफू पनि छेउपट्टि रहेको सानो खाटमा पल्टियो।
जुना भुइँमा काखमा सानो छोरीलाई च्यापेर पल्टी। हरिबहादुरलाई निन्द्रा नै लागेन। घरि यता पल्टिरह्यो, घरि उता पल्टिरह्यो। जसो गरे नि जे गरे नि निन्द्रा नै नआउने भयो हरिबहादुरलाई। सोच्न थाल्यो, कस्तो भाग्य रहेछ अझ मेरो, फेरि पनि छोरी नै भई। अब यो समाजले मलाई के भन्ला, मैले अब कसरी हिँड्ने होला यो समाजमा। यस्तै यस्तै कुराहरू मनमा खेलाउँदै थियो। घरि यता पल्टेको, घरि उता पल्टेको देखेर जुनाले भने, ए हजुर के भयो, निन्द्रा लागेन कि क्या हो, कि त हजुरलाई सन्चो छैन? जुनाको यो कुरा सुनेर पनि नसुने जस्तै गरेर हरिबहादुर सुतेको नाटक गरेर पल्टिरह्यो। भोलिपल्ट बिहानै जुनाकी आमा र बहिनी पनि जुनाको घरमा पुगिहाले। हरिबहादुर भित्र खाना बनाइरहेको थियो। जुना ओछ्यानमा छोरीलाई काखमा च्यापेर पल्टिरहेकी थिए। रूपा बाबाको साथमा भित्र अलिअलि खाना बनाउन सघाउँदै थिए। 3 वर्षकी बिचरीले के नै पो गर्थे र। जुनाको आमालाई देख्न साथ हरिबहादुरले अलि झुक्दै ढोक गरे हजुर भनेर शिर निहुरायो। रूपालाई पनि लौ हजुर आमालाई ढोक गर भनेर हरिबहादुरले भन्यो। यो सुनेर रूपाले पनि ढोगिदिए। रिया जुनाकी बहिनी सिधै आफ्नो दिदी भएको ठाउँमा गई। दिदीको हालचाल बुझिसकेपछि भित्र हरिबहादुरले खाना बनाइरहेको ठाउँमा गई। छेउमा पुगेर भिनाजु दर्शन भनी। हरिबहादुरले पनि मुसुक्क हाँस्दै लौ छिट्टै घरबार होस् भनेर आशीर्वाद दियो। रूपालाई काखमा समात्दै रियाले भनी, मेरी छोरी तिमी सन्चै छौ? खै सानो मम्मीलाई ढोगेको। यो सुनेर रूपाले पनि ढोक गरी र सरासर आफ्नो बाबा भएको ठाउँनेर गएर बसी। खै भिनाजु छोड्नुहोस्, म पकाउँछु खाना, तपाईँ आराम गर्नुहोस् भनेर रियाले छेउनेर राखेको पन्यु समातेर उम्लँदै गरेको भात खराल्न थाली। हरिबहादुर पनि हुन्छ भनेर जुरुक्क उठेर बाहिर निस्क्यो। उता जुनाकी आमा जुनुलाई सन्चो बिसन्चोको बारेमा सोध्दै थिइन्। बिहान घाम झुलुक्क लागेको थियो। लौ अब नुहाई धुवाई गर्नु पर्यो भनेर जुनाकी आमाले भनिन्। हुन्छ भन्दै जुनाले ओछ्यानबाट सानो छोरीलाई उठाएर काखमा राखेर ओछ्यान मिलाउन थालिन्। भित्रबाट रियाले कराउँदै भनिन्, लौ भिनाजु खाना पनि पाकिसक्यो, आउनुहोस् अब खाना खाउँ। अनि फेरि थपी, दिदी म खाना लिएर आउँछु, लौ आइज घाममा बस। यो सुनेर जुनाकी आमाले भनी, जुना पछि खान्छे खाना, नुहाई धुवाई गर्नु छ, त तेरो भिनाजु र रूपालाई खाना खुवाउँदै गर है भनेर जुनालाई लिएर घर अलि पर खोला थियो त्यहाँ गए। रिया भित्रबाट कराउन थाले, भिनाजु आउनुहोस्, मैले खाना पस्किसकेँ, फेरि चिसो हुन्छ। रियाले भित्रबाट 2-3 पटक भने तर हरिबहादुर भित्र आएन। रूपा खाना खाइरहेकी थिए। भिनाजु किन आएनन् त भनेर रिया बाहिर आई। यताउति हेर्न थाली तर हरिबहादुरलाई कतै पनि देखेन। खै कता गएछन् यी भिनाजु पनि, यहाँ खाना खाने समयमा पनि भनेर आफै बरबराउन थाली तर हरिबहादुर आएन। जुना पनि खोलाबाट नुहाई धुवाई गरेर आई र भनी, रिया मलाई पनि खाना ल्या त, म यतै घाममा बसेर खान्छु। ल हुन्छ दिदी भनेर रियाले भात लिन भित्रतिर पसे। यो सुनेर जुनाकी आमाले भने, ए पक कहाँ यो भात खाने, यस्तो बेला त भात खानु हुँदैन, जाउलो खानुपर्छ। यति भनेर जुनाकी आमा भित्र पसिन् र फेरि भनिन्, म जाउलो पकाउँछु, त घाम ताप्दै गर। ए हुन्छ भनेर जुना आँगनमा सानी छोरीलाई काखमा राखेर थचक्क बसी। जुनाले रियालाई बोलाउँदै भनी, रिया खै बाहिर आ त। यो सुनेर रियाले पनि हस भन्दै बाहिर आई। खै त तेरो भिनाजु जुनाले भनी। यो सुनेर रियाले भनी, खै भिनाजु अहिलेसम्म आउनु भएन, कहाँ जानुभयो थाहै छैन, अनि खाना पनि खानु भएको छैन उहाँले। यो सुनेर जुनाले भनी, ए एका बिहानै कता निस्क्यो होला नि त, आइहाल्लान् नि, खै कतै काम पर्यो होला। जुना रियाको बारेमा सोध्दै दुवै गफ गर्दै थिए। रिया भित्र आ त, तेरो दिदीको लागि खाना लिएर जा, पाकिसक्यो, लौ छिटो आइज त, बिचरीलाई भोक लागिसक्यो होला भनेर आमाले भन्नुभयो। हस् आमा म आएँ भनेर रिया जुरुक्क उठिन् र भित्र पसिन्। यो देखेर जुना मुसु हाँसी। रूपा आमाको छेउमा बसेर एकहोरो तरिकाले आमालाई हेरिरहेकी थिए। एकैछिनपछि हरिबहादुर पनि आइपुग्यो। हरिबहादुरलाई देखेर जुनाले भनी, होइन बिहानै कहाँ निस्कनु भएको थियो, अहिले आउँदै हुनुहुन्छ? यो सुनेर हरिबहादुरले भन्यो, म उता साहुकोमा पुगेर आएको, अलिकति पैसा पाइन्छ कि भनेर। जुनाले फेरि थपी, पाउनु भयो त पैसो? सायद भोक लागेकोले होला। हरिबहादुर हातमा अलिकति पानी हाल्दै पाएँ भन्दै भित्र छिर्यो। एकैछिनमा रियाले जुनालाई जाउलो ल्याइदिए। जुनाले पनि छोरीलाई काखमा राखेर जाउलो खान थाली। भित्र हरिबहादुरकी सासूले हरिबहादुरलाई खाना पस्की र हात पुछेर बाहिर आइन्। जुनाले जाउलो खाएर थाललाई धोएर घाममा घोप्ट्याएर राखिन्। एकैछिनमा हरिबहादुर पनि डकार्दै बाहिर निक्लियो। जुनाकी आमाले, लौ म चुलो सफा गरेर खाना खाएको भाँडाहरू बाहिर ल्याउँछु है भनेर भित्र पसिन्। जुनाले रियालाई बोलाउँदै भनिन्, लौ रिया, यो गोठको गाई गोरुहरूलाई घाँसपात के छ, पल्लो गोठबाट ल्याएर हाल्दे त भन्दै सानी छोरीलाई दुध खुवाउन थाली। रिया पनि हस भन्दै गोठतिर हिँडे। हरिबहादुर जुनाको
बाटो छेउनेर उभिएर हेर्दै थियो। रूपा जुनाको छेउमा बसेर साना साना ढुङ्गाहरू बटुलेर खेलाउँदै थिए। यत्तिकैमा हरिबहादुरले भन्यो, ल म तल बजारमा पुगेर आउँछु है, दुवै छोरीहरूलाई कपडा किनेर ल्याउनु छ। फेरि भन्यो, यति 2000 रुपियाँ ल्याएको छु साउबाबाट। यति भनेर हरिबहादुर सरासर हिँड्यो। यतिकैमा जुनाले भने, पैसा बच्यो भने मेरो लागि पनि फलफुल लिएर आउनु होला है, नत्र रूपाका लागि चक्लेट र बिस्कुट चाहिँ जरुर ल्याउनु नि। ल हुन्छ भनेर हरिबहादुर सरासर हिँड्यो। भित्रबाट जुनाको आमाले भाँडाकुँडा ल्याएर अलि परनेर धारामा राखिन्। रिया पनि गोरुलाई पराल हाल्न पराल हालेर जुनाको छेउमा आएर बसिन्। एकैछिनपछि गाउँका सबै आइमाईहरू पनि आइपुगे। जुनाको घर आँगनमा सबै जुनाको वारिपरि झुम्मिएर बसे। कोही केही कुराहरू गर्न थाले। घरि हाँसो चल्थ्यो त घरि विवाद चल्थ्यो। तर ती आइमाईहरूको कुरामा जे होस् सबै आइमाईहरू घाम ताप्दै रमाउँदै थिए। उता हरिबहादुर बजार हिँडेको थियो। बजार पुग्न लगभग आधा घण्टा जति थियो। त्यही बाटो भएर गाउँका 4-5 जना अन्य पुरुषहरू पनि हिँड्दै थिए। पछाडिबाट भएकाले हरिबहादुरले छुट्याउन सकेन। हरिबहादुर आएको देखेर उनीहरू रोकिए। हरिबहादुरले नजिक पुग्न साथ चिनिहाल्यो। गाउँका साथीहरू थिए। सँगै जाउँ भन्दै सबै सँगै हिँडे। हरिबहादुरले सोध्यो, कता हिँडेको तिमीहरू? कि पारी जाँदैछौ? पारी भन्नाले नजिकै सिमाना थियो भारतको। प्राय त्यहाँका सबै मानिसहरू भारतलाई पारी भन्ने गर्थे। यो सुनेर पछाडिबाट रामेले भन्यो, के को पारी जानु, हामी त यसो तल बजारसम्म झरौँ कि भनेर हिँडेको नि। अनि अगाडिबाट बिर्खेले थप्यो, हेर हरि, हामी त जस्तो सुत्केरी छैनौँ, अझ त्यसैमा बेरोजगार। जता डुलेनी हुन्छ, जे गरिनुहुन्छ, जे होस् हाम्रो त रमाइलो छ। बिर्खेको कुरा सुनेर सबैजना गलगल्ल हाँस्न थाले, मात्र हरिबहादुर बाहेक। फेरि धनेले थप्यो, तेरो भाग्य पनि कस्तो रहेछ यार, अझ नै छोरी नै जन्माइस्, होइन तेरो वंश नै नराख्ने विचार छ कि क्या हो? कि त छोरा नै नहुने भनेर भाग्यमा लेखाएर आएको हो र? यो सुनेर हरिबहादुर पहाडबाट खसे झैँ भयो। तर अरूहरू भने मुखको बङ्गारा नै बाङ्गिने गरी हाँसिरहेका थिए। हरिबहादुर मनमा नै सोच्न थाल्यो, आफ्नै साथका साथीहरूले त यस्तो भनिरहेका छन्, झन् गाउँका बुढापाकाले त के भन्लान्, इज्जतको त नामै रहेन अब मेरो, आदि इत्यादि कुराहरू सोच्दै थियो। पछाडिबाट शिवेले फेरि भन्यो, के सोच्दैछस् हरि? धेरै नसोच, उमेर छ अझै तेरो, बरु अर्को बिहे गर, पक्का छोरा हुन्छ तेरो। यो सुनेर फेरि हाँस्न थाले सबैजना। हरिबहादुर रुम्की हाँसम झैँ भएर शिर निहुराएर सुने पनि नसुने झैँ गरेर हिँडिरह्यो। धनेले भन्यो, साँच्चै हरि, कता जाँदै हो नि? क्या हो, सुत्केरीलाई भाले खुवाउने विचारमा हो कि क्या हो? हरिबहादुरले केही भन्न खोज्दै थियो। फेरि अगाडिबाट बिर्खेले भनिहाल्यो, कहाँ भाले खुवाउनु र, उता अस्पताल जाँदै होला नि, छोरा पाउने औषधि ल्याउन। यो सुनेर हरिबहादुर रिसले चुर भएर बिर्खेको छातीमा समाउँदै भन्यो, हेर बिर्खे, अति हुँदैछ यो भन्दा बढी बोलिस् भने के गर्छस्? बिर्खेले भन्यो। शिवे दुवैलाई समाउँदै थमाउँदै भन्यो, भयो, सानोतिनो कुरामा मजाक हो यार, मजाकमा किन तिमीहरू रिसेको? शिवेलाई तान्दै बिर्खे फेरि बोल्यो, त आफै भन्न, मैले केही गलत बोलेको छु? जे भइरहेको छ त्यही भनेको हुँ। हरिका हात छातीबाट तल झार्दै फेरि भन्यो, त नामर्द होस् नामर्द, एउटा छोरा जन्माउन नसक्नेले अरू किन गर्न सक्लास् र? बेकारमा खाली यस्तो नामर्दसँग के बोल्नु भन्दै चुप लागेर सरासर हिँड्यो। शिवे, रामे र धने तिनैजना मिलेर हरिलाई सम्झाउन थाले र सरासर हिँडे। हरिबहादुर पछाडि थियो। मनमा धेरै कुराहरू खेलाइरहेको थियो। एकछिन रोकियो, आडेस लायो, लामो सुस्केर तानेर थचक्क बस्यो। फेरि आफै बरबराउन थाल्यो, कस्तो भाग्य रहेछ मेरो, आफ्ना भन्नेले नि यसरी हेप्दैछन् भने यो समाजले त मलाई नामर्द नै भन्छ, आदि कुराहरू गर्दै बरबराउँदै थियो। उताबाट एकजना बुढो मानिस आएको देखेर हरिबहादुर जुरुक्क उठ्यो र आँखाको आँसु पुस्न थाल्यो र मुस्कुरायो। हरिबहादुर मुस्कुराएको देखेर बुढाले भन्यो, बाबु, बुहारीले त यसपालि छोरी नै जन्माई भन्ने सुनेको थिएँ, के हो कुरो? त्यो सुनेर हरिबहादुरले भन्यो, हो बुबा, छोरी नै बाँकी हो। हरिबहादुरले छोरी नै हो के भनेको थियो? बुढाले अलि लर्को तानेर भने, ए हो र? सरासर आफ्नो बाटो लागे। यो देखेर हरिबहादुर चकित पर्यो। होइन, यो बुढाले आशीर्वाद दिनुको साटो केही नबोली पो गए भनेर सोच्न थाल्यो। सोच्दै थियो, अचानक हरिबहादुरको आँखामा बिहान साहुको घरमा गएको झल्को झझल्कियो। साहुले पनि पैसा दिँदा भनेको थियो, छोरी जन्माइस् पछि मेरो काम लाग्न सक्छ, ल यो पैसा राख भनेर 1000 थपिदिएको थियो। अब हरिबहादुरको मनमा धेरै कुराहरू खेल्न थाले। छोरी जन्मिएका दिन छिमेकी बुढी आइमाईले भनेको कुरासँगै बजार जाँदै गर्दा अघि बिर्खेले भनेको कुरा, बिहान साहुले भनेको कुरा र तत्कालै बुढाले छोरी भन्दाखेरि देखाएको प्रत्युत्तर आँखामा झझल्किन थाल्यो। यी कुराहरू सोच्दा सोच्दै हरिबहादुर बजारमा पुगिसकेको थियो। छोरीको लागि कपडा किन्न आएको मान्छे बजार पुगिसकेपछि एउटा भट्टीमा छिर्यो।
भएको सबै पैसाले हरिबहादुरले दारू खायो। मनमनै सोच्न थाल्यो, म नामर्द होइन, म मर्द हुँ, मैले छोरा जन्माउन सक्छु आदि कुराहरू। साँझ पर्दै थियो। हरिबहादुर लड्दै आफै बरबराउँदै घर आइपुग्यो। घरभित्र नपस्दै हरिबहादुर बाहिरैबाट कराउन थाल्यो, जुना, ए जुना, बाहिर आइज त, कहाँ छेस् त? आज तँसँग मैले ठुलो बहस गर्नु छ। यस्तै कुरा बोल्दै थियो। यो सबै देखेर जुनाको आमा र रिया सबै चकित परे। रूपा हरिबहादुरको नजिक गएर हात समाउँदै भनी, बाबा खै मेरा लागि चक्लेट। रूपा हरिबहादुरको हातमा झुन्डिएकी थिए। हरिबहादुरले हात झटार्दै रूपालाई भुइँमा पछारिदियो। यो देख्न साथ जुना झटपट आई र रूपालाई उठाउँदै भनी, होइन तपाईँ बौलाउनु भयो कि क्या हो? के हाल बनाउनु भएको? खै छोरीका लागि कपडा अनि अरू खै सामानहरू? हरिबहादुर हल्लिँदै थियो, घरि यतातिर घरि उतातिर हल्लिँदै जुनाको कुरा मतलब नगरी भन्यो, म छोरा जन्माउन सक्छु, म मर्द हुँ, तैँले यो छोरा जन्माउन नसक्ने भन्दै जुनामाथि झम्टन गयो। जुना आफैलाई बचाऊ बचाऊ भनेर रूपालाई लिएर भित्र गई। अनि जुनाकी आमाले भनी, होइन तपाईँलाई आज के भएको? कहिले जाँड खाँदैन भन्थ्यो ज्वाइँ साहब, झन् घरमा सिरमेती सुत्केरी भएकी छे, उसको ख्याल राख्नुको सट्टा कुट्दै पो हुनुहुन्छ। यत्तिकैमा रिया पनि बोली, भिनाजु तपाईँले किन रक्सी पिउनु भएको? खै त छोरीका लागि कपडा। यी सबै कुराहरू सुनिसकेपछि हरिबहादुरले जवाफ फर्काउँदै जुनाकी आमालाई भन्यो, यो सबको कारण तेरो छोरी हो, त्यसले छोरा जन्माउन सकेन। आज यसको कारण मेरो बेइज्जत भयो। म नामर्द पनि होइन, म छोरा जन्माउन सक्छु। यो सुनेपछि जुनाकी आमाले पनि रिसाउँदै भनिन्, लौ ठिक छ, त्यसो भए खै देखाएर जन्माएर देखाउनुहोस् त, म पनि हेर्छु कसरी जन्माउनुहुन्छ। हरिबहादुरले प्रत्युत्तर दिँदै भन्यो, म अर्को बिहे गर्छु, मेरो होइन, कमजोरी तेरी छोरीको हो। हरिबहादुरलाई नसाको तालमा के बोलेछु थाहै भएको थिएन। कुरा भन्दै गयो, जा जुना, जहाँ सुकै जा, केही मतलब छैन, म अर्को बिहे गर्छु र देखाउँछु यो समाजलाई पनि म छोरा जन्माउन सक्छु भन्ने कुरा। यो सुनेर जुना रुन थाली। जुनाकी आमा भित्र गई, रिया पनि भित्र गई। रूपालाई पनि अघि नै जुनाले भित्र लगिसकेकी थिए। हरिबहादुर एक्लै बरबराउँदै थियो बाहिर। जुनालाई सम्झाउँदै जुनाकी आमाले भनिन्, हेर छोरी, चिन्ता नगर, ज्वाइँ एकदमै सोझा मान्छे हुन्, सायद गाउँलेहरूले कुरा लागेको हुनुपर्छ, अब नरो, जे हुनु भइहाल्यो, अब रोएर नि केही फाइदा छैन, ल अब नरो। यति भनेर जुनाकी आमा भित्र खाना पकाउन गई। रियाले पनि जुनालाई अँगालो हाल्दै सम्झाउँदै भने, ल अब भइसक्यो दिदी, रोएर केही हुँदैन। रूपालाई काखमा च्यापी र रूपालाई पनि नरुन भनी। भित्र अब हरिबहादुर भित्र आयो, जुत्ता नफुकाली ओछ्यानमा गयो। फेरि भन्न थाल्यो, म नामर्द होइन, म छोरा जन्माएर देखाउँछु आदि कुराहरू बोल्दै पल्टिँदै गयो। केही समयसम्म बोलिरह्यो अनि निदायो। जुना सुक्क सुक्क गरेर रुँदै थिए। रियाले हरिबहादुरको खुट्टाको जुत्ता खोलेर बाहिर राख्न आई। एकैछिनपछि जुनाकी आमा खाना लिएर आई। सबैले खाना खाए, तर हरिबहादुर सुतिरहेको थियो। जुनाले पनि खाए जस्तो गरी र थाल पर सार्दै भने, लौ मलाई भयो अब। यो देखेर जुनाकी आमाले भने, कसरी भयो यतिले मात्रै? तैँले त त्यो पुरै खानुपर्छ, यति बेला झन् टन्न खानुपर्छ, थाहा छैन तँलाई? जुनाले भयो भन्दै सानी छोरीलाई दुध खुवाउँदै ओछ्यानमा पल्टी। जुनाकी आमा र रिया रूपालाई लिएर पल्लो ओछ्यानमा गएर पल्टिए। जुना रातभरि सोचिरहे, रातभरि रोइरहे, सुत्नै सकिन। भोलिपल्ट बिहान जुनाकी आमा पानी धारा सबै सकाएर खाना बनाउन थालिन्। रिया पनि उठेर धारामा मुख धुन गई। रूपा सुतेकी थिए, जुना पनि सुत्दै थिइन्। राति निन्द्रा लागेनछ क्यारे, बिहान निदाइ छन्। हरिबहादुर पनि उठ्यो। रक्सीको नसा मरिसकेको थियो। ओछ्यानबाट उठेर बाहिर जाँदै थियो। अचानक दिमागमा हिजो साँझका कुराहरू झझल्किए। हरिबहादुर बाहिर नगएर फेरि ओछ्यानतिरै लाग्यो। ओहो, मैले हिजो के गरेँ? ठुलै गल्ती गरेछु। आफैलाई नकार्न थाल्यो। अब हरिबहादुरलाई झन् ठुलो तनाव पर्यो। एकापट्टि समाजले छोरी जन्माइस् भनेर नकार्दै गरेको अवस्था र अर्कोतिर जाँड खाएर हिजो घरमा गरेको झगडा। अब हरिबहादुरलाई मुख देखाउन पनि लाज लाग्न भइसक्यो। जुना सुत्दै थिए। रिया बाहिर गाई गोरुलाई घाँसपात हाल्दै थिए भने जुनाकी आमा भित्र खाना पकाउँदै थिइन्। हरिबहादुर लुसुक्क चोर बिरालो झैँ बाहिर निस्क्यो र सरासर साहुको घरतिर लाग्यो। हरिबहादुर साहुको घर जाँदै थियो। बाटोमा बिर्खे भेटियो, तर दुईजना बोलेनन्। हरिबहादुर साहुको घरमा पुग्यो। साहु बात मार्दै थियो।
खै के थियो एकजना गाउँलेसँग कुरा गर्दै थिए। साहुको घर पुगिसकेपछि हरिबहादुरले बिन्ती बिसाउँदै भन्यो, मालिक मलाई पुरा भन्न सकेन। यो देखेर साहुले भन्यो, के भयो हरि, भन्न खोजेको के हो, पुरै भन्न तेरो लागि म छु त, चिन्ता नगर, के भयो तँलाई, भन्, राम्रोसँग भन्। यो सुनेर हरिबहादुरले खुसी हुँदै भन्यो, मालिक मलाई अलिकति पैसा चाहिएको थियो। लौ भन्, कति चाहियो तँलाई पैसा? अलिकति के, भने जति नै दिन्छु, भन्न मात्रै, कति चाहियो तँलाई पैसा? साहुले भन्यो। हरिबहादुरले जवाफ फर्काए, मालिक मलाई 5,000 भए पुग्छ। ए ल पख, म लिएर आउँछु भनेर साहु भित्र छिर्यो र भित्रबाट एक हातमा पैसा र अर्को हातमा कागज र कालो मुसो लिएर आयो। लौ हरि, यो पैसा राख, यो कागजमा दुवै हातको बुढी औँठाले छाप लगाइदे भन्दै साहुले हरिबहादुरको हातमा पैसा र कागज दुवै दियो। हरिबहादुरले हुन्छ भन्यो र साहुले भने बमोजिम काम गर्यो। पैसा खल्तीमा हाल्यो र कागज चाहिँ साहुको हातमा दियो। ल त हजुर, म जान्छु भन्दै हरिबहादुरले हात जोड्यो। ल राम्रोसँग जा भन्दै साहु कुर्सीमा बस्यो। यो सब देखेर अघि साहुसँग बसेर गफ गर्दै गरेको मान्छेले सोध्यो, होइन हजुर, यसले कसरी पैसा फिर्ता देला र तपाईँको? उसँग त कमाएर दिने कुनै स्रोत छैन। यो सुनेर साहुले मुसुक्क हाँस्दै जवाफ दियो, हेर, मलाई बरु अरूलाई दिन अप्ठ्यारो लाग्छ, तर यो हरिलाई पैसा दिन केही अप्ठ्यारो लाग्दैन, म खुसी हुँदै दिन्छु। साहुको यस्ता कुरा सुनेर फेरि उसले भन्यो, किन र हजुर? साहुले भन्यो, मलाई चिन्ता छैन त्यो पैसाको, किनकि पैसा फिर्ता नआए पनि त्यसकी छोरीहरू छन् नि त, ठुली भइसकेपछि काम गर्न मेरोमा नै आउँछन्। अनि मुख रसिलो बनायो। साहुको कुरा सुनेर त्यो मान्छेले भन्यो, हजुरको सोच त परसम्मको नै रहेछ। अनि आफ्नो तारिफ सुनेर साहु खुब हाँस्यो। दुवैजना हाँसे। उता जुना उठिसकेकी थिए। जुनाको आमाले खाना पकाइसकेकी थिइन्। हरिबहादुर घर पुगेको थिएन। जुना भित्रबाट कराई, रिया, ए रिया, होइन कहाँ गए तेरा भिनाजु? रिया बाहिर बसेर घाम ताप्दै थिए। भित्रबाट बोलाएको सुनेर हजुर दिदी भन्दै जुना भएकै ठाउँमा गई। जुनाले फेरि भने, खै त तेरो भिनाजु? रिया सोच्न थाली, जति झगडा भयो नि जे भए पनि आखिर श्रीमान भनेको श्रीमान नै हुन्, माया त माया हो, कति तडपेको मेरो दिदी सोच्दै थिए। जुना सानी नानी हल्लाउँदै भने, के खोज्दैछस् खै तेरा भिनाजु? रियाले जवाफ फर्काई, खै दिदी मलाई थाहा भएन, म पनि भर्खर भित्र आएकी त हो नि, मैले त देखिनँ। यो भनेर जुना सोच्न थाली, होइन कता गएछन् त, कहिले यसरी बाहिर केही नभनी जाने मान्छे त होइनन्। जुना सोच्दै थिए। जुनाको सोचलाई भङ्ग गर्दै भनी, खै यता बाहिर कतै निस्केका होला नि, आइहाल्ला नि, बरु हिँड बाहिर जाम घाम ताप्न। रियाले भनी। भित्रबाट जुनाकी आमा पनि कराई, ल खाना पाक्यो है, खाना खान आओ दुवैजना। रियाले भनी, हामी घाममा बसेर खाना खान्छौँ। अनि फेरि थपी, दिदी त बाहिरै बस्दै गर, म खाना लिएर आउँछु भन्दै भित्र गई। अनि रूपालाई पनि बाहिर लिएर गई। खाना खाइसकेपछि दुवैजना घाम तापिरहेका थिए। हरिबहादुर आइपुग्यो। हरिबहादुरलाई देखेर जुनाले भने, होइन बिहान बिहानै कता निस्कनु भएको, अरू केही काम नभएको जस्तो, लौ जानुहोस् भित्र खाना खानुहोस्। यो सुनेर हरिबहादुर टुहाल्ल पर्यो। आँखाभरि आँसु बनायो। सोच्न थाल्यो, म कति गलत रहेछु, मैले गलत गरेछु हिजो, अब माफी माग्नुपर्छ सोच्दै थियो। रियाले हरिबहादुरको हात समाउँदै भनी, के सोच्नु भएको भिनाजु? हिँड्नुहोस् भित्र जाउँ, खाना खानुहोस्। हिँड्नु भन्दै हात तानेर भित्र लगी। हरिबहादुरको मनमा अनेक कुराहरू सोच्न थाले। रियाले खाना राखिसकेकी थिए। हरिबहादुर भने सोचमा डुबेको थियो। रियाले भनी, भिनाजु लौ खाना खानुहोस्। यो सुनेर हरिबहादुर रुल्ल टुल्ल भयो। भातको थालीमा हात हाल्यो। अलिअलि नमिठो झै मानेर खायो। रिया बाहिर निस्किसकेकी थिए। हरिबहादुर खाना खाएर बाहिर नगएर ओछ्यानतिर गयो। जुना, रूपा र जुनाकी आमा सबै बाहिर बसेर घाम ताप्दै थिए। हरिबहादुर भित्रबाट करायो, जुना, ए जुना, भित्र आइज त। जुना बोलाएको सुनेर सानी छोरीलाई काखमा च्यापेर हत्तपत्त भित्र पसे। हरिबहादुर भित्र कपडा पटाएर मिलाउँदै भनेको थियो। यो देखेर जुनाले भने, होइन आज त आफैले धुने विचार गर्नुभयो कि क्या हो कपडा? हरिबहादुर बोलेन, खालि सुनिरह्यो। कपडाहरू झोलामा हाल्दै थियो। जुनाले फेरि भने, होइन किन बोलाउनु भएको मलाई? जुनाको कुरा सकिन नपाउँदै हरिबहादुरले अङ्गालो हाल्यो केही छिनसम्म र अङ्गालो हालिरह्यो। जब जुना भावुक बनी, होइन के भयो यिनलाई सोच्न थाली जुनाले। हरिबहादुरले घुँडा टेकेर हात जोड्दै भन्यो, मलाई माफ गरिदेऊ है जुना, मैले गल्ती गरेँ, मलाई माफ गर भनेर आँखाभरि आँसु बनायो। यो देखेर जुनाले आफूलाई सम्हाल्न सकिन, थचक्क बसी र रुन थाले। केही पनि बोल्न सकिन। हरिबहादुरले जुनाको आँसु पुस्दै भन्यो, सक्छौ भने मलाई माफ गरिदेऊ है जुना, मैले सही गलत छुट्याउन सकिनँ, म अन्जानमा तिमीसँग झगडा गर्न पुगेँ, अबदेखि म यस्तो कहिले गर्दिनँ, म जान्छु, म बसेर यो समाजलाई मुख देखाउन सक्दिनँ, म परदेश जान्छु भनेर उठेर झोला मिलाउन थाल्यो। जुना रोइरही, केही बोल्न सकिन। अब हरिबहादुर सामान झोलामा भरेर बाहिर निस्कने तर्खरमा थियो। जुनाले आँसु पुस्दै भनी, म सपना देखिरहेकी त छैन,
यो सुनेर हरिबहादुरले निन्याउरो मुख लगाएर भन्यो, होइन जुना, म साँच्चै जाँदैछु। जुना फेरि रुन थाली। हरिबहादुरले पनि आफूले सम्हाल्न सकेन र रोयो। फेरि अँगालो हाल्यो। एकछिन सानो छोरीलाई समाउँदै भन्यो, मलाई माफ गरिदेऊ छोरी, मैले नराम्रो सोचेछु तिम्रो जन्मलाई। अब म तिमीलाई मुख देखाउन लायकको भएन, मलाई माफ गर। जुनाले रुँदै भने, कसले भन्यो जाऊ भनेर? किन जानु पर्यो र? घरमा केही सरसल्लाह नगरी? अनि मेरो ख्याल कसले गर्छ यहाँ? छोरीलाई कसले हेर्छ यहाँ? अझ झन् मलाई एक्लै छाड्दै हुनुहुन्छ। यो सुनेर हरिबहादुरले भन्यो, मैले साउबाट 5,000 रुपियाँ ऋण लिएर आएको छु अघि। मैले धेरैपल्ट सोचेँ, मैले गलत गरेँ, अब म जान्छु, मलाई नरोक। यो सुनेर जुना झन् रुन थाली। भित्रको यो रुवाबासी सुनेर साली रिया, छोरी रूपा र सासुआमा पनि भित्र आए। जुना रोइरहेकी थिए। हरिबहादुरको आँखामा टिलपिल आँसु बनाएर काँधमा झोला हालेर बाहिर निस्कन तयार भएको थियो। यो देखेर जुनाकी आमाले भनिन्, छोरी के भयो र? किन यस्तो भयो? किन रोएकी त? अनि फेरि ज्वाइँ कता हिँड्न लाग्नुभएको तपाईँ? यहाँ के हुँदैछ? फेरि रियाले पनि थपी, के भयो दिदी? किन रोएकी? भन्न। यो सुनेर जुनाले आँसु पुस्दै भनी, तेरो भिनाजुलाई सोध्न के भयो भनेर। रिया 3 छक परी, होइन के भयो? फेरि झगडा गरेछन् कि क्या हो यो भिनाजुले भनेर सोच्दै थिए। हरिबहादुरले भन्यो, केही भएको होइन, म परदेश जाँदैछु। यो सुनेर रिया र रियाकी आमा अचम्ममा परे। रियाकी आमाले भने, परदेश? किन र? घरमा श्रीमती सुत्केरी छे, बिचारी एक्लै छे, उसको ख्याल राख्नुको सट्टा परदेश? ओहो, यत्रो हिम्मत जुटाउनु भयो अब मेरी छोरीलाई छाडेर परदेश जाँदै हुनुहुन्छ? यो सुनेर हरिबहादुरले भन्यो, होइन हजुर, यस्तो नराम्रो तरिकाले जान लागेको होइन, उसको ख्याल राख्ने तपाईँ छँदै हुनुहुन्छ। यो सुनेर रियाले पनि, सधैँभरि दिदीको हेरचाह हामीले नै गरौँला नि, तपाईँ आफ्नो मनमानी गर्नु, उसको ख्याल हेरविचार त हामी राखौँला है भनेर झर्किन थाली। यत्तिकैमा जुना भित्रबाट हातमा सानो कचौरा लिएर सुक्क गर्दै आई। यो देखेर जुनाकी आमाले भने, होइन तैँले नै पठाउँदै छस् कि क्या हो? अनि तेरो हेरचाह चाहिँ तेरो बाउले गरिदिन्छन्? यो सुनेर हरिबहादुरले जवाफ दियो, त्यसो होइन हजुर, म यो समाजमा घृणाको पात्र बनेर बस्न सक्दिनँ, सबैबाट हेपिएर म बाँच्न सक्दिनँ, दिनदिनै यो समाजका मानिसका वचन जस्तो बोली सुन्न म सक्दिनँ, त्यसैले म जाँदैछु। जुनाले कचौरामा टीका बनाएर ल्याएकी रहेछे। आमालाई दिँदै भनी, लगाइदिनुस् टीका। जुनाको आमा रिसाउँदै, तैँ लगाइदे भनेर बाहिर निस्किन्। रूपा बाबालाई हेरेर उभिएकी थिए। रियाले पनि आँखाभरि आँसु बनाई। जुनाले आफैले हरिबहादुरलाई टीका लगाएर खुट्टामा डोगिदिए। जुना रुँदै थिए। हरिबहादुरले रूपालाई काखमा लिएर भन्यो, छोरी म छिट्टै आउँछु है, आमालाई सहयोग गर्नु। यसो भन्दै हरिका आँखाभरि आँसु टिलपिल थिए। रूपालाई भुइँमा राख्दै हरिबहादुरले भन्यो, लौ म जान्छु है भन्दै बाहिर निस्कियो। रिया बोलिन, खाली रुन मात्रै थाली। जुना अघिदेखि रोइरहेकी थिए। अब रूपा पनि रुन थाली। हरिबहादुर बाहिर निस्क्यो। जुनाकी आमा बाहिर बसेकी थिइन्। जुना झन् रुन थाली। हरिबहादुरले जुनाकी आमालाई भन्यो, लौ हजुर म गएँ है, जुनाको ख्याल राख्नु। यति भनेर हरिबहादुर सरासर हिँड्यो। जुनाको आमा पनि रुँदै थिइन्, केही बोल्न सकिनन्। जुना बाहिर आई, रुँदै थिए। हरिबहादुर भने सरासर हिँड्यो। केही पर पुगेर रोकियो, फर्किँदै हेऱ्यो, आफूलाई सम्हाल्न सकेन, फेरि रोयो हरिबहादुर। जुनाले सानी छोरीलाई भित्र ओछ्यानमै छाडेर आएकी थिए। हरिबहादुरलाई फर्केको देखेर जुना दौडेर गई अँगालो हालेर रुन थाली। जाँदैछु म धेरै टाढा, तिम्रो याद मेरो सहारा। दिन पनि बित्यो, रात पनि बित्यो, तिमीलाई छाडी जाने अब दिन पनि आयो। जाँदैछौ तिमी धेरै टाढा, तिम्रो याद मेरो सहारा। दिन पनि बित्यो, हेर रात पनि बित्यो, तिमीलाई छाडी जाने अब दिन पनि आयो। जाँदैछु म धेरै टाढा, तिम्रो याद मेरो सहारा। जुना रुँदै थिए। हरिबहादुर पनि आँसु झार्दै थियो। तर जुनालाई अँगालोबाट हटाउँदै हरिबहादुर आफ्नो बाटो लाग्यो। जुना रुँदै बसी। हेर्दा हेर्दै हरिबहादुर तल पुगिसकेको थियो। रिया आएर जुनुलाई उठाएर घरमा ल्याई। जुनाकी आमा पनि सुक्क रोइरहेकी थिइन्। साँझ पर्यो। बाहिरको सबै काम सकाएर जुनाकी आमा र रिया पनि भित्र पसे। जुना भने ओछ्यानमा झोक्रिएर बसेकी थिइन्। सानी छोरी काखमा रुँदै थिए। रूपा निन्याउरो मुख लगाएर आमाको काखनेर रुँदै बसेकी थिए। रिया, रूपा र जुनाकी आमाले खाना खाए, तर जुना भने खाना नखाएरै
खाली झोक्रिएर मात्रै बसिरहन्। जुना मनमा अनेकौं कुराहरू खेलाउन थाली। आफ्नो कारणले हरिबहादुर परदेशिन बाध्य भएको महसुस गर्न थाले। अनेक कुराहरू मनमा खेल्न थाले। जुनालाई यो थाहा थिएन कि हरिबहादुर आफ्नो श्रीमतीको कारणले नभएर समाजको कारणले विदेशिएको हो। दिनहरू बित्दै गए। 9औं दिन सानी छोरीको न्वारन गर्ने दिन भयो। जुनाकी आमाले बिहानै घर लिपपोत गरेर आँगन सरसफाई गरिन्। रियाले बाहुन बोलाएर ल्याइन्। बाहुनले केही मन्त्रहरू पढिसकेपछि नाम राख्ने काम सुरु भयो। नाम के राख्ने भन्ने सल्लाह भइरहेको बेला जुनाले बाहुनलाई फेरि भने, मेरी छोरीको नाम म आफै राख्छु, तपाईँ आफ्नो कार्य गर्नुहोस्। बाहुनले पनि हाँस्दै, हुन्छ त्यसो भए के राख्ने भन्नुहोस् न त भन्न थाले। जुना फेरि सोच्न थाली, सबैभन्दा उत्तम र राम्रो नाम चाहिँ के होला त? यत्तिकैमा बाहुनले भन्यो, चाँदनी राख्नुहोस् हजुर, सबैभन्दा राम्रो नाम हुन्छ यो सुनेर जुनाकी आमाले पनि बाहुनको कुरामा सहमति दिँदै भने, हो चाँदनी नै राम्रो हुन्छ। जुना सोचिरहेकी थिए। एकछिनपछि बोली, हुन्छ हजुर त्यही नाम राख्नुहोस्, त्यसो भए चाँदनी मतलब जुनको उज्यालो, यही राख्नुहोस् भन्दै सहमति दिइन्। यति सुनेपछि बाहुनले सानी छोरीको काननेर चाँदनी 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 भनेर पुकार्यो। अबदेखि यसको नाम चाँदनी रह्यो भन्दै बाहुन आफ्नो काम सकाएर अलिकति लेनदेनको कुरा गर्न थाल्यो। जुनासँग 1 पैसा पनि थिएन, मात्र चामल थियो। जुनाले भित्रबाट 1 माना चामल लिएर आइन्। जुनासँग पैसा नभएको भन्ने कुरा जुनाकी आमाले थाहा पाएकी थिइन्। जुनाकी आमाले लौ गुरु यो दक्षिणा भनेर 100 रुपैयाँ दिइन्। दोस्रो दिन जुनाकी आमाले घर जाने निर्णय गरिन्। जुनालाई बोलाउँदै भनिन्, लौ जुना अब आफ्नो ख्याल राख्नु, राम्रोसँग बसे, तँलाई सघाउन रिया केही दिन यहीँ बस्छे, ऊ छँदैछ नि, त चिन्ता नगरेस् है। यो सुनेर जुनाले भने, आमा म साह्रै अभागी रहेछु है, मेरो भाग्य नै दोषी रहेछ आमा, न त सानोमा सुखको साथ हुर्कन पाएँ, न त बिहे भएपछि नै। ती कति भाग्यमानी महिला हुन् जो आफ्नो श्रीमानको साथ सधैँ दिनहरू व्यतीत गर्छन् र जिन्दगी बिताउँछन्। तर म हेर्नु न, सुत्केरी छु, सहाराको आवश्यकता छ, तर मेरो श्रीमान परदेशमा छन्, मलाई त भगवानले पनि ठगेको रहेछ आमा। यति भनेर जुना रुन थाली। जुनाकी आमाले भने, त्यस्तो होइन छोरी, किन भाग्यलाई दोष लगाउँछस्? दोषी त यो समाज हो। हाम्रो समाजले हामीलाई कहिले पनि खुसी देख्न चाहँदैन छोरी। अब हामीले जे छ त्यसैमा रमाउने हो, त्यसैभित्र बाँच्ने हो। यो त एक पुरुष प्रधान देश हो छोरी। यहाँ पुरुषले आफ्नो आइमाईलाई बन्धक बनाएर राखेका छन्, जसको पीडा हामी अहिले खेपिरहेका छौँ। यति भनेर जुनाकी आमा रुन थाली। जुना झन रुन थाली। आमालाई रोएको देखेर रूपा पनि रुन थाली। रूपा रोइरहेकी थिए, तर जुनालाई नरौ भन्दै सम्झाउँदै थिए। आमा छोरीको खुब रुवाबासी चल्यो एकछिन। जुनाकी आमा आँसु पुस्दै भन्न थालिन्, हेर छोरी, यो समस्या आजको होइन, यो त परम्परागत रूपमा चल्दै आइरहेको छ। थाहा छ जति बेला तेरो जन्मपछि यो रिया जन्मेकी थिए हो, त्यो बेला पनि तेरो बुवाले यस्तै परिस्थिति झेलेका हुन्। सायद त्यति बेला तेरो बुवा परदेश नगएको भए तँलाई भेट्न आज यहाँ हुने थिए, तर अहिले स्वर्गबाट हेर्दैछन्। यति भनेर आँसु पुछ्न लागिन्। फेरि रूपालाई काखमा समाउँदै भनिन्, अब यो पनि 3-4 वर्षकी भइहाली, अब स्कुल पठाउनु पर्छ। स्कुल पनि नजिकै छ क्यारे, अहिले त पढाइ खर्च यसको बुवाले पठाइदिइहाल्छन् होला नि। यति भनेर जुनाकी आमा भित्र गइन् र हातमा झोला लिएर आइन्। रियालाई भनिन्, यसको राम्रो ख्याल गर्नु, गाह्रो काम गर्न नदिनु, अनि सानो सानो काममा पनि यसलाई सघाउनु। अब म जान्छु। यति भनेर रूपालाई काखमा लिएर भनिन्, मेरो नातिनी अब स्कुल जानुपर्छ है, पढ्नुपर्छ, ठुलो मान्छे बन्नुपर्छ है। यो सुनेर रूपाले टाउको हल्लाउँदै हस् भनी। यति कुरा भनिसकेपछि रूपालाई भुइँमा राखेर हिँड्ने तर्खर गर्न थालिन्। जुनाले पनि राम्रोसँग जानु आमा भनेर बिदाई गरिदिइन्। अझ जुना फेरि रुन थाली। फेरि म यस्तो, म उस्तो, मेरो भाग्य आदि इत्यादि भन्न थाली। यो देखेर जुनाकी आमाले आँखाभरि आँसु बनाउँदै भनिन्, भयो नरो, अब जे हुन्छ राम्रैको लागि हुन्छ। दिनहरू बित्दै गए। रिया केही महिना जुनाको घरमा बसिसकेपछि आफ्नो घरतिर फर्की। जुनाले रूपालाई स्कुल पठाइसकेकी थिइन्। यो खबर जुनाकी आमाले थाहा पाइन्, तर केही वास्ता गरिनन्। दिनहरू बित्दै गए, महिना बित्दै गए, त्यसरी नै वर्षै बित्न थाल्यो। दुवै छोरीहरू ठुलो हुन लागे, तर जुनाले खर्च धान्न नसकेर कसैलाई स्कुल पनि पठाउन सकेकी थिएनन्। अब रूपा केही काम गर्न सक्ने भइसकेकी थिए। जुना घरमा नहुँदा कहिलेकाहीँ रूपाले घरको काम सबै गर्न भ्याउँथिन्। जुना घर खर्च चलाउनका लागि साँझ र बिहानको भोग टार्नको लागि कहिले कता जान थाले। वर्षौं बितिसक्दा पनि परदेशबाट हरिबहादुरले केही खबर गरेन, न त चिठी नै आयो। बिचरी जुना घर चलाउन दिनभरिको काममा धाइरहन्।
कहिलेकाहीँ गाली खान्थिन्, कहिले कसैको नराम्रो व्यवहारको चपेटामा पर्थिन्। यो सब सहन्थिन् उनले। वर्षौँ वर्ष बितिसक्दा पनि आफ्नो पैसा फिर्ता नआएपछि एक दिन गाउँको साहु, जसको नाम थियो शमशेर, जुनाको घरमा आयो। जुना भित्र काम गरिरहेकी थिए। बाहिरबाट बोलायो, हरि, ए हरि, खै कता छस् त, बाहिर आइज त। जुनाले सुनिनछ कि क्या हो। भित्रबाट कोही नआएपछि साहुले फेरि करायो, होइन नसुनेको हो कि नटेरेको हो, किन आउँदैनन् बाहिर कोही पनि? जोडले चिच्यायो साहु। बाहिर कोही चिच्याएको जस्तो मानेर जुना बाहिर आई। साहु आएको देखेर जुनाले भने, ए हजुर पो आउनुभएको, आउनुहोस् आउनुहोस् बस्नुहोस् भन्दै पिँढीमा तकिया बिछाइदिए। यो सुनेर साहु झर्कियो, म यहाँ बस्न आएको होइन, पैसा लिन आएको। खै हरि कहाँ छ? यो सुनेर जुनाले भने, उहाँ त परदेश जानुभएको छ, घरमा हुनुहुन्न। यो सुनेर साहुले भन्यो, अनि कहिले गएको त? मेरो पैसा चाँडै फिर्ता गर्छु भन्थ्यो त। यतिका वर्ष भइहाल्यो, फिर्ता दिनुको त कहाँ मुख पनि देखाउँदैन त। यो सुनेर जुनाले भने, उहाँ परदेश जानुभएको वर्षौँ भइसक्यो, तर अहिलेसम्म केही खबर पनि आएको छैन, न चिठी नै छ। खै भन्दै जुनाले आँखाभरि आँसु बनाए। जुनाको यो कुरा सुनेर साहु जुर्मुरायो, सोच्न थाल्यो। अनि रूपा चाँदनीलाई आँगनमा खेलाउँदै थिए। साहु मनमा नै सोच्न थाल्यो, अब मौकाको फाइदा उठाइहाल्नुपर्छ। सोच्दै थियो, यसो टाउको जुना भएतिर घुमायो। अलिकति दयाको भावना देखाए जस्तो गरेर भन्यो, भयो अब चिन्ता नगर तिमी, सब ठिक हुन्छ। सबै कुरा पत्तो लागिहाल्छ नि हरिबहादुरको बारेमा। हरिको पत्ता लगाउने जिम्मा मेरो भयो। फेरि भन्यो, ल म अहिले जान्छु, भोलि आउँछु। यति भनेर साहु सरासर आफ्नो घरतिर लाग्यो। जुना खुसी भई मनमा नै सोच्न थाली, कति दयालु रहेछन् मेरा साहु। बिचरी जुना दिनभरि थाकेर आउँथे। साँझ खाना चाहिँ रूपाले बनाएर राखेकी हुन्थे। खाना खाएर पल्टिहाल्थे। फुर्सदको समय नै हुँदैन थियो। भोलिपल्ट बिहानै साहु जुनाको घरमा आयो। जुना गोठमा गाई दुहुन गएकी थिए। रूपा र चाँदनी पिँढीमा खेलिरहेका थिए। साहुले रूपालाई देख्यो, नानी तिम्रो आमा खै? यो सुनेर रूपाले उत्तर फर्काई, आमा गोठमा गएकी छे। यो सुनेर साहु मुसुक्क हाँस्यो। फेरि रूपाको हात समाउँदै भन्यो, नानी तिम्रो नाम के हो नि? रूपाले छोटो उत्तर दिई, रूपा हो। साहुले फेरि सोध्यो, कति कक्षामा पढ्छौ नि नानी? म स्कुल जाँदैन, तर मलाई स्कुल जाने ठुलो रहर छ। यत्तिकैमा जुना गोठबाट बाहिर आई। साहु आएको देखेर, ए हजुर पो कति बेला आउनु भएको हो? निकै बेरदेखि पर्खिनु भएको होला कि? यो सुनेर साहु मुसुक्क हाँसेर भन्यो, होइन होइन, म भर्खरै आएको, नानीहरूसँग कुरा गर्दै थिएँ, कति राम्रा रहेछन् नानीहरू पनि भन्दै रूपाको गाला समायो। साहु फेरि बोल्यो, ए साँच्चै यो नानीलाई स्कुल नपठाएको? यति ठुलो भइसक्यो, स्कुल त पठाउनु पर्छ नि त। यो सुनेर जुना एकछिन चुप बसी अनि सोच्न थाली। मनको व्यथा साहुलाई भनेर केही फाइदा छैन र भनी, होइन खालि यत्तिकै छोरीलाई पढाएर के गर्नु, आखिर पराई घर जाने हो? यो सुनेर साहु हाँस्यो अनि बोल्यो, होइन पराईको घर जाने भए पनि त पढाउनु त पर्छ नि, यस्तो कुरा किन गर्छौ? आखिर ऊ पनि त तिम्रै छोरी हो। साहुले अलिकति दया र जिम्मेवारी देखायो। दया लागेर हो या चलाख बन्न खोजेर हो कि सहानुभूतिको कुरा सुनायो। यो सुनिसकेपछि जुना बोल्न बाध्य भई। जुना भावुक भएर बोली, होइन हजुर, मैले झुट बोलेकी छु, मैले पढाउन नचाहेको होइन, म बाध्य भएर पढाउन नसकेकी हुँ। मसँग पढाउन सक्ने पैसा नभएर स्कुल नपठाएकी हुँ। कुन आमाले चाहँदैन र आफ्नो छोरीलाई स्कुल पठाउन? म बाध्य भएँ हजुर। यति भनेर जुनाले आँखाभरि आँसु बनाए। साहु केही बोलेन, एकछिन ट्वाल्ल परेर हेरिरह्यो। साहु मनमा नै सोच्न थाल्यो, यदि मैले यसको छोरीलाई स्कुल पठाइदिएँ भने बदलामा अनेक कुराहरू मनमा खेलाउन थाल्यो। धेरै कुराहरू सोच्न थाल्यो अनि भन्यो, ठिकै हो, हुन त एक्लै छौ, पैसाको जो गर्न दिनभरि दौडिरहेकी छौ। हरिको अहिलेसम्म केही अत्तोपत्तो पनि छैन। ठिकै छ, जे भयो अब यसलाई सपना सम्झेर भुलिदेऊ। म कुरा चलाइदिन्छु स्कुलमा। स्कुलको हेड सरलाई भनेपछि हुन्छ, भोलिदेखि दुवै छोरीलाई स्कुल पठाउनु। यति भनेर साहु जुनाको नजिक गयो र छुने प्रयास गर्यो, तर जुनाले यसको इन्कार गरेर पर सरी। साहु अलि लजाए जस्तो भयो। जुना भित्र उक्लिन लाग्दै थिए। साहुले भन्यो, ल त जुना, अहिले म जान्छु, भोलिदेखि दुवै नानीलाई स्कुल पठाउनु। यो सुनेर जुनाले पछाडि फर्की दाई भनी र हुन्छ हजुर म पठाउँछु, तपाईँ नै मेरो लागि भगवान बनेर आउनुभयो, म तपाईँको यो गुण कहिले पनि बिर्सने छैन। जुनाको कुरा सुनेर साहु फेरि मुस्कुराएर भन्यो, होइन यो त म साहु भएको जिम्मेवारी पुरा गरेको हुँ भनेर सरासर आफ्नो बाटो लाग्यो। जुना भित्र गई खाना खान अनि सधैँको जस्तो काममा निस्किए। साहु घर पुगेको थिएन। बाटोमा सोच्दै थियो, यदि मैले त्यो मास्टरसँग कुरा गरेर जुनाको छोरीलाई स्कुल पठाइदिएँ भने जुना खुसी हुन्छे अनि मैले जे सोच्यो त्यही मानिहाल्छे। यदि मानेन भने स्कुलबाट त्यसको छोरीलाई निकाल्न लगाउँछु आदि कुराहरू सोच्दै साहु घरमा पुग्यो। भोलिपल्ट बिहान जुनाले चाँदनीलाई मात्र स्कुल पठाउने सोचिन् अनि रूपालाई भनिन्, हेर छोरी, आजदेखि तैँले तेरो बहिनीलाई स्कुल पुर्याएर आउने हो।
यो सुनेर रूपाले कराउँदै भने, नाइ मम्मी, म पनि स्कुल पढ्छु, मलाई पनि पढ्नु छ। यो सुनेर जुनाले गहभरि आँसु बनाई। रूपा जिद्दी गर्दै थिए। जुनाले रूपाको गालामा थप्पड हान्दिए र एकचोटि भनेको सुन्दैनस्, तेरो बाउले पढाउँछ भनेर हप्काई। रूपा झन रुन थाली। खाना खाइसकेपछि जुनाले रूपालाई चाँदनीलाई स्कुल पुर्याउन पठाई। आफू भने सधैँको जस्तो काममा निस्के। यसरी नै निरन्तर किसिमले दिनहरू बित्दै गए। रूपा सधैँ पढ्छु भन्ने जिद्दी गर्थे, तर जुनाले नाइ घरको काम गर्नुपर्छ भनेर सम्झाउँथे। कहिलेकाहीँ साहु घरमा आउने गर्थ्यो। रूपा र चाँदनीसँग खुब घोलमेल हुन्थ्यो। जुनासँग जुनाको भविष्यको बारेमा कुरा पनि गर्थ्यो। कहिलेकाहीँ जुनाको नजिकै गएर बस्थ्यो त कहिले छुन खोज्थ्यो। सुरुमा त जुनालाई साह्रै असहज लाग्थ्यो, तर पछि बाध्य भएर पनि सहन्थे। साहु धेरै नजिक हुन चाहन्थ्यो। कहिलेकाहीँ त जुनालाई मन पराउँछुसम्म भन्थ्यो, तर जुना सबै कुरा सहन्थे तर बोल्दैनथे। उता हरिबहादुरको केही अत्तोपत्तो लागेको थिएन। जुना सधैँ झै काम गरिरहेकी थिए। अचानक एक दिन माथिबाट ढुङ्गा खसेर खुट्टामा बजारियो र जुनाको खुट्टा भाँचियो। जुना रुन थाली, चिच्याउन थाली, कराउन थाली, तर उसले आफ्नो खुट्टालाई हलचल गर्न सकिन। त्यहाँ काम गरिरहेका सबै आए। सबैले मिलेर ढुङ्गा फालेर जुनालाई उठाए। जुना उभिन नसक्ने भएकी थिए। जुना जोडले चिच्याइरहेकी थिए। केही मानिसहरू मिलेर जुनालाई घरसम्म पुर्याइदिने भन्न थाले। अब जुना झन रुन थाली। नजिक अस्पताल थिएन, टाढो जानलाई पैसो थिएन। अब बाध्य भएर घरमै बस्न पर्यो। यो कुरा गाउँको साहुले पनि थाहा पायो। थाहा पाउने बित्तिकै जुनाको घरमा आयो। जुना रोइरहेकी थिए। रूपा र चाँदनी पनि रुँदै थिए। साहु भित्र आयो, जुनालाई हेऱ्यो। जुना भुइँमा खुट्टा तेर्स्याएर बसेकी थिए। दायाँ खुट्टा सुन्याएर भवसार नै भएको थियो। के गर्ने, कस्तो गर्ने, केही निर्णय लिन नसकेर लखतरान भएर बसेकी थिए। यो देखेर साहुले, ओहो लौ खत्तमै पो भएछ, बिचरीको भाग्य पनि कस्तो रहेछ, हे भगवान् किन यस्तो सजाए यो बिचरीलाई भनेर साहुले निराश भए जस्तो नाटक गर्यो र फेरि भन्यो, अब के गर्छस् त जुना, तेरो ढोका नै बन्द भयो। यो सुनेर जुनाले भने, खै हजुर के गर्नु, अब यसै मर्नु पर्ला, अरू केही विकल्प छैन। यो सुनेर साहु तर्सिए। जस्तो भयो भयो, अब किन मर्न पर्यो र, यो मर्ने कुराहरू नगर। यी सानी नानीहरूको हाल के हुन्छ सोचेकी छौ? मर्ने कुरा त होइन, बरु यसो भोलिदेखि रूपालाई मेरो घरमा काम गर्न पठाऊ अनि सबै ठिक हुन्छ। जुना सोच्न थाली। मनमा अनेकौं किसिमका विचारहरू खेलाउन थाली। आफ्ना हालत सम्झिँदा मर्ने कुरा मात्रै सोच्थे भने आँखा अगाडिपट्टि दुई छोरीलाई देख्दा लट्ठी टेकेर पनि उभिनुपर्छ भन्ने साहस जुटाउँथे। अन्त्यमा सोच भङ्ग गर्दै भनी, हुन्छ हजुर, भोलिदेखि रूपा तपाईँकोमा आउँछे। सहमति जनाएको देखेर साहु खुसी भयो र जुनाको नजिकै छेउमै पुगेर जुनालाई मुसार्न थाल्यो। घरि हात समाउँथ्यो भने घरि पाखुरा। साहु अब पहिलाको भन्दा बढी नै किसिमले मनोमानी गर्न थालेको थियो। भोलिपल्ट बिहान जुनाले आफूले खाना नखाई रूपा र चाँदनीलाई खुवाई र रूपालाई साहुको घर र चाँदनीलाई स्कुल पठाए। आफू भने खुट्टालाई घिसारी घरि बाहिर आउँथे त घरि भित्र जान्थे। एक्लै बसेर खुब रुन्थे कराउँथे। घरि भगवानलाई सराप्थे, घरि आफ्नो भाग्यलाई सराप्ने गर्थे। रूपा साहुको घरमा पुगिसकेकी थिए। साहु आँगनमा बसेको थियो। रूपालाई देखेर मुसुक्क हाँस्यो र भन्यो, नानी तिमीलाई के काम गर्न आउँछ? यो सुनेर रूपाले जवाफ दिए, घरको सबै काम गर्न आउँछ मलाई। ए त्यसो पो हो भनेर साहुले रूपालाई भित्र पठायो। भित्र साहुकी श्रीमती मात्रै थिए। गाउँको साहु आफ्नो प्रतिष्ठा बचाइराख्नको निम्ति भए पनि आफ्ना छोराछोरीलाई सहरको स्कुलमा पढ्न पठाएको थियो। रूपा भित्र पुगिसकेपछि साहुकी श्रीमतीले भाँडाहरू ठिक्क पारेर राखेकी थिए अनि रूपालाई देखाउँदै भनी, लौ अहिले यी भाँडाहरू सफा गर, त्यसपछि भान्सामा लिपपोत गर्नु, त्यो सकिएपछि अलिकति कपडाहरू पनि धुन छ, म बाहिर राखेर जान्छु भन्दै साहुकी श्रीमती बाहिर निस्की। रूपा त्यस्तै लगभग 10-11 वर्षकी थिए। हुन्छ भन्दै टाउको हल्लाएर भाँडा सफा गर्न लागि। साहुले जुनाको घरमा जाने सुरसार बनायो र सधैँको भन्दा फरक पहिरन बनाएर हिँड्यो। जुना भित्र बसेकी थिए। साहु पुग्यो, बाहिरबाटै बोल्यो, ए जुना कता छेस् हो, बाहिर कि भित्र? साहु कराएको सुनेर जुनाले भने, हजुर म भित्रै छु, आउनुहोस् न, के कति कामले पाल्नु भएको हो। यो सुनेर साहु मक्ख हुँदै भित्र छिर्यो र जुनाको काखैमा गएर बस्यो। एकछिन कुराकानी गर्यो। साहु मनमा अनेक कुराहरू खेलाउन थाल्यो। कुराहरू खेलाउँदै छटपटाउन थाल्यो। जुना चकित परी र भनी, होइन हजुर, तपाईँलाई के भयो? यो सुनेर साहुले आफूलाई सम्हाल्यो र जुनाको पाखुरामा हात राख्दै नाटकीय भाकामा बोल्यो, होइन मैले तिम्रै बारेमा सोच्दै थिएँ, भगवानले पनि तिमीलाई ठग्यो,
कस्तो भगवान् रहेछन् भनेर सराप्दै थिएँ। यो सुनेर जुना अलि खुसी खुसी भई अब साहुले हात अलि बढी चलाउन थाल्यो। जुनालाई असहज हुने ढङ्गले छुन थाल्यो अनि भन्न थाल्यो, तिमी केही चिन्ता नलेऊ जुना, तिम्रो लागि म छु नि, बस मात्र तिमी मैले भनेको मान्दै जाऊ। अब जुनालाई असहज हुन लाग्यो। हत्तपत्त जुनाले आफ्नो शरीरबाट साहुको हात हटाउन खोजे, तर साहुले जुनालाई जोडले समातेको थियो। साहु अब जुनामाथि अभद्र व्यवहार गर्न तम तयार थियो। अचानक एक वृद्ध आइमाईले बाहिरबाट जुनालाई बोलाई। 2-3 पटक बोलाउँदा पनि जुना बाहिर नआएपछि उक्त आइमाई आफै भित्र गई जुनालाई भेट्न। जुना रोइरहेकी थिए। साहुले अङ्गालो हालिरहेको थियो। यो देखेर उक्त आइमाई चकित परी एकछिन हेरी र बाहिर फर्की। यो देखेर साहुले जुनाको शरीरबाट हात हटायो र जुरुक्क उठेर बाहिर आयो। हतारमा बाहिर आयो र उक्त आइमाईलाई भन्यो, नराम्रो नसम्झनु होला, बिचारी खुट्टा दुख्यो भन्दै थिए, त्यसैले समातेको हुँ। म साहु जस्तो मान्छे त्यस्तो नराम्रो सोचेर यहाँ बसेको होइन भनेर कुरा गर्न खोज्यो। यो सुनेर उक्त आइमाईले जवाफ फर्काई, होइन, पुरुष घरमा छैन, एक्लै छे, किन जानु पर्यो र त्यसको घरमा? उसको पनि श्रीमान छ, छोरीहरू छन्। भोलि यो कुरा उसको श्रीमानले थाहा पायो भने बिचारी के होला? यो सुनेर साहु लजाए जस्तो भयो र साहु सरासर आफ्नो बाटो हिँड्यो। साहु निस्किसकेपछि उक्त आइमाई जुनाको घरभित्र गई। जुना रुँदै थिए, बिचारी उठ्न नसक्ने अवस्थामा थिए। उही खुट्टा घिसारी यताउति हल्लिँदै बसिरहेकी थिए। जुनालाई देख्न साथ उक्त आइमाईले भने, के चाला हो तिम्रो यस्तो? श्रीमान परदेशमा छ भन्दैमा अरूसँग बस्ने? यो सुनेर जुना झन जोरले रुन थाली। बिचरीको केही दोष थिएन, तर सहनुपर्ने बाध्यता भयो। जुना चुपचाप सुनिरही। उक्त आइमाईले धेरै नाना थरी कुराहरू सुनाई। बिचरीले नसहेर पनि के नै गर्न सक्थे र? यदि साहुको बारेमा केही नराम्रो बोल्यो भने एक छाक खाने गुजारा गर्ने पनि बन्द हुने हो कि? त्योभन्दा त सहनु नै बेस भनेर सहेर बसिरही। जुनाको गल्ती त थिएन, तर आफ्ना कुराहरूको जवाफ नआएपछि उक्त आइमाई सरासर बाहिर निस्किएर आफ्नो घर गई। सायद जुनाको खबर बुझ्न आएकी थिए होला, तर साहुको अङ्गालोमा बाँधिएर बसेको कुराको कारण नभनेपछि आफ्नो घरतिर लागेकी थिए। अब साहु दोधारमा पर्यो। अबदेखि जुनाको घरमा जाने कि नजाने भनेर सोच्न थाल्यो। यदि यस्तो नराम्रो कुरा कसैले हल्ला फैलाइदियो भने इज्जत स्वाहा हुन्छ। फेरि साहस अलि दह्रो बनाउँदै सोच्न थाल्यो, म यो गाउँको साहु हुँ र मेरो इजाजत बिना यहाँ चरा त उड्दैन भने मेरो बारेमा कुरा काट्ने कोही मान्छे हुँदैन। अब खुसी हुन थाले साहु। फेरि पनि जानुपर्छ भनेर सोच्न थाल्यो। यसरी नै केही वर्षै बित्यो। परदेशबाट हरिबहादुरलाई गाउँलेहरूले भेटेको खबर आयो। अबको केही महिनामै घर आउँछ भन्ने खबर गाउँमा सुनियो। रूपा लगभग 16-17 वर्षकी भइसकेकी थिए अनि कान्छी छोरी चाँदनी पनि लगभग 11-12 वर्षकी भइसकेकी थिए। रूपाले त थाहा थियो आफ्नो बुबा छ भन्ने कुरा, तर चाँदनीले देखेकी थिएन। कहिलेकाहीँ साहु घरमा आउँदा चाँदनी साहुलाई बुबा भनेर बोलाउँथे। स्कुल पढ्दै थिए। निरन्तर पढाइमा चाँदनीको दिमाग एकदम तेज थियो। सधैँ कक्षामा प्रथम हुन्थे। रूपा दिनभर साहुको घरमा काम गर्थे। साँझ केही चामल र अन्य खानेकुरा लिएर घर फर्किन्थे। अब गाउँमा जुना र साहुको धेरै चर्चा चल्न थालिसकेको थियो। अनैतिक सम्बन्धको बारेमा गाउँभरि हल्ला फैलिएको थियो। जुना बाध्य भएर सहन्थे र सहनै पर्ने बाध्यता पनि थियो। जुनाको कारण रूपा र चाँदनीमाथि पनि नराम्रा कुराहरू काटिन थाले। वास्तवमा हाम्रो समाज नै यस्तै छ। असहाय, पीडित र निमुखा वर्गलाई सहयोग गर्नुको साटो उसमाथि आँखा तिखारेर उसको दुःखमा रमाउने गर्छन्। अब जुनालाई सही नसक्नु भइसकेको थियो। गाउँमा सधैँ रुन्थे। हरिबहादुर धेरै वर्षपछि घर फर्कने हल्ला पनि चल्दै थियो। एक दिन बिहान रूपा खाना खाएर काम गर्न साहुको घरमा गई। चाँदनी पनि स्कुल गइसकेकी थिए। जुना एक्लै घरमा ढोका बन्द गरेर बसी। आफूमाथि लागेका कलङ्कहरू सहन नसक्ने भइसकेपछि मनमा नराम्रो कुरा खेलाउन थाले। जुना अब मर्ने सोच बनाई। साँझ पख रूपा घर फर्केकी थिए। चाँदनी स्कुलबाट फर्केर आइसकेकी थिए। घरको ढोका बन्द नै थियो भित्रबाट। चाँदनीले खोल्ने प्रयास गरी तर सकिन। आमा भनेर बाहिरबाट बोलाइरही, तर भित्रबाट कोही बोल्दै बोलेन र ढोका पनि खुलेन। चाँदनी घरको पिँढीमा बसेकी थिए। साँझ झमक्कै परिसकेपछि रूपा घरमा आइपुगे। घरको सब जिम्मेवारी रूपामै थियो। जुनाको खुट्टा भाँचिएदेखि चाँदनी स्कुलकै कपडामा बाहिर बसेकी थिए। यो देखेर रूपाले भने, अरे तैँले अहिलेसम्म पनि कपडा फेरेकी छैनस्? रात परिसक्यो, पानी भर्नु छैन, केही छैन, खालि किन यतिकै बसेको? आमा खै त, कहाँ हुनुहुन्छ? यो सुनेर चाँदनीले जवाफ दिए, खै आमा त कता हुनुहुन्छ मलाई थाहै छैन, ढोका खोलिरहेकै छैन, भित्रबाट बन्द छ। यो सुन्न साथ रूपा हत्तपत्त ढोका खोल्न लागि, तर ढोका खोलेन। रूपा कराउन थाली, जोरले आमा भनेर कराउन थाली। भित्रबाट केही जवाफ आएन। रूपा सोच्न थाली, पक्कै पनि केही न केही गडबड छ। अब के गर्ने? घरको पछाडिपट्टि एउटा सानो झ्याल थियो। रूपाले चाँदनीलाई त्यसै झ्यालबाट भित्र पठाउने निदो गरी। चाँदनीलाई लिएर रूपा घरको पछाडि गई। झ्याल सानो थियो,
तर पनि रूपाले चाँदनीलाई कोची कोची भित्रै छिराई र ढोका छिटो खोलै भनेर रूपा चाहिँ ढोकामा आएर बसी। भित्र अँध्यारो थियो। चाँदनी बिस्तारै छामछुम गर्दै उज्यालो खोज्न थाले। साँझ झमक्कै परिसकेको थियो। झ्याल खोलेर पनि भित्र उज्यालो आएको थिएन। रूपा सरासर ढोका खोल्न भनेर भित्रबाट आइरहेकी थिए। छामछुम गर्दै जाँदा अचानक उसको हात एउटा कोमल चिजमा लाग्न थाल्यो। तलदेखि माथिसम्म छामछुम पारी खुट्टा रहेछ। झुन्डिएको थियो। भुइँमा पनि टेकेको थिएन खुट्टाले। चाँदनी झसङ्ग भई डराई कराई आमा आमा भनेर कराई, तर कोही पनि बोलेन। भित्रबाट चाँदनी कराएको सुनेर रूपाले चाँदनीलाई भने, के भयो चाँदनी, किन कराए कि? छिटो ढोका खोल। चाँदनी हतार हतारमा ढोका भएनेर आई र ढोका खोली। रूपा हत्तपत्त भित्र छिरेर उज्यालो खोज्नतर्फ लागि। अगेनाको छेउमा राखेको सल्लाहको झरो समातेर बाली। रूपा अघिकै ठाउँमा थिए। उज्यालो थिएन। फेरि खुट्टा नै समाती। खुट्टा एकदम चिसिएर कडा भएका थिए। चाँदनी फेरि चिच्याई, दिदी आमा यस्तो पो हुनुभएछ त, आइज यहाँ। यो सुनेर रूपा हत्तपत्त हतार हतारमा झरो बालेर गई। उज्यालो बनाएर हेरी। जुना झुन्डिएकी थिए। आँखा खुला थिए। मुखबाट जिब्रो बाहिर निस्किसकेको थियो। टाउको कपाल भूतको जस्तै भएको थियो। यो देखेर रूपा झसङ्ग भई। चाँदनी लथरक्क ढली र बेहोस भई। रूपाको हातबाट बत्तीको झरो भुइँमा खस्यो। चाँदनी जुनाको चेहरा देखेर बेहोस भइसकेकी थिए। रूपाको हात खुट्टाहरू काम्न थाले। भुइँमा थचक्क बसे। एकछिन त सपना हो कि सोचे, तर झरोमा बलेको आगोले हातमा चसक्क पोलेपछि थाहा भयो सपना होइन, यो विपनै रहेछ। त्यसपछि रूपा चिच्याउन थाले, कराउन थाले। जुनाको खुट्टा समाएर आमा आमा भन्दै रुन थाले। चाँदनी बेहोस भएकी थिए। नजिक वरपरका कसैका पनि घरहरू थिएनन्। कसैले पनि सुनेनन् रूपाको चिच्याहरूलाई। रोई कराई खुब रोई रूपा। रुँदा रुँदै बेहोस भई रूपा पनि। ढोका खुल्लै थियो। बाहिर कालो रात थियो। भित्र पनि अँध्यारो थियो। कसैले केही नदेख्ने। साँझ 7-8 बजे बेहोस भएको रूपा मध्यराति 1 बजीतिर बल्ल बिउजी। हत्तपत्त उठी आगो बाल्न गई। आगो बालेर बाहिरको ढोका बन्द गरी अनि फेरि झरो बालेर चाँदनीलाई उठाउन गई। चाँदनी बेहोस भएर ढलेकी थिए। रूपाले 1 गिलास पानी ल्याई र चाँदनीको मुखमा छर्किँदै चाँदनी चाँदनी भनेर कराउन थाले। बाहिर स्यालहरू कराउन थाले। यो सुनेर रूपा डराई। एक्लै थिए। चाँदनी बेहोस थिए। माथि झुन्डिएको आमाको मृत शरीर थियो। तर पनि आँट गर्दै चाँदनीलाई होसमा ल्याउन खोजे। लामो प्रयासपछि चाँदनी होसमा आई। रूपा हत्तपत्त उठेर जुनाको टाउकोमा मुखसम्म ढाकिने गरी कालो कपडा हालिदिए। चाँदनी होसमा आइसकेपछि फेरि रुन थाली। फेरि दुवै दिदीबहिनी रुन थाले। रुँदा रुँदै रात कट्यो। रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी। श्रोता, अब के होला त? के रूपा र चाँदनीको जिन्दगीमा अन्धकार मात्रै छाउँछ त? अनि रूपाको बुबा फर्केर आउनुहुन्छ कि आउनुहुन्न होला? अनि साहुले अब के गर्ला त? साहुले आफ्नो गिद्धे नजर अब छोरीहरूप्रति लगाउला त, या उसले आफ्नो बानी सुधार्ला? थाहा पाउनका लागि आगामी हप्ताको अङ्क सुन्न नभुल्नुहोला। श्रोता, आजका निमित्त कार्यक्रम कथा मेरो जिन्दगीको समय सकिनै आँटेको छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ सम्पूर्णप्रति आभार व्यक्त गर्न चाहन्छु र कथा उपलब्ध गराउनु भएकोमा विनोद विष्ट सन्देशजीप्रति पनि आभारी छौँ। हवस् त, आगामी हप्ता बाँकी अंश लिएर आउने बाचाका साथ प्राविधिक सहकर्मी आर्या विश्वकर्मासँगै म प्रिय धन पनि कार्यक्रम कथा मेरो जिन्दगीको बाटो बिदा हुन चाहन्छु। नमस्कार। यहाँहरूको बाँकी पल सुखद बितोस्। शुभरात्रि।